दुईजना भर्खर जानु गइरहेको थिएँ अनि हामी ओइ हामी अब फेरि पनि आइसक्यो यहाँ अर्को फट्याक फट्याक गर्दै थुइ हो उल्टा मारिछु म त फेरि कति छ मेरोमा आइयो आमा खुट्टा वरिपरि फेरि आमा जुक्का भन्छ चुस्न लाग्यो क्या मेरो हातमा हामी चाहिँ गर्पा भन्ने हाम्रो गाउँदेखि चाहिँ हामी ल्याउरे साग खोज्नलाई हामी दोको समेत बोकेर आएका छौँ हामी चाहिँ अब ल्याउरे खोज्ने र टिप्ने सुरु भएको छ होइन हामी चाहिँ यो फाल्जा खोला भन्ने ठाउँमा आएका छौँ एकदम हामी उता झन्डै लाग्यो 2 घन्टा 1.5 घन्टा लाग्यो होला सायद अझै हामी जानुपर्छ उता लाग्छ अझै 3-4 घन्टा हामी जान्छौँ खोज्छौँ लिन्छौँ अहिले चाहिँ हामी ठ्याक्कै समय कति भएको छ भन्दाखेरि हेर्नु सक्नुहुन्छ बिहानको 9 बजिसकेको छ 9 बजेर 9 मिनट गएको छ हामी चाहिँ घरबाट सायद 7:30 बजेतिर त्यसैतिर निक्लेका थियौँ हाम्रो टिप्ने फेरि पनि हामी बारी भेटिसकेका छौँ जुगा आउन सक्छ बी केयरफुल सबलाई भन्न चाहन्छु जाम है यहाँ चाहिँ सबै टिपिसकेका रहेछन् र यो अनेक थरी नाना थरी के जङ्गलमा रहेछ चलो चलो हामी चाहिँ लिउरे खोज्न आएका छौँ कस्तो हुन्छ लिउरे यो चाहिँ लिउरे त्यहाँ छ जुन लिउरे उसले चाहिँ लिउरे भन्छ तपाईँको के भन्छ हामी चाहिँ झन्डै कति घन्टा 2 घन्टा लगाएर हामी यता के भन्नु कुन ठाउँ माली वन भन्ने ठाउँमा आएको छौँ फाल्जा खोला टरेर फाल्जा खोलासँगै उसले चाहिँ हामी लिउरे भन्छ जाउँ न म चाहिँ अब क्यामेरा ढाबेले समातेर भिडियो बनाउन सुरु गरेँ छिटो टिपेर उसले चाहिँ लिउरे भन्छ चाहिँ धेरै छ यतातिर एकदम मिठो हुने कारणले चाहिँ तिमीले आएको म चाहिँ फर्स्ट टाइम हो आमा बिराको बेलामा आमासँग ठुली आमा अनि बहिनीसँग म चाहिँ पछि भेट्न अगाडि नजाने भन्ने कुरा गर्थेँ म अनि पछि के भन्दा फर्स्ट टाइममा गइदिनु भनेर चाहिँ म आमाले भेट्न चाहिँ आएको थिएँ अहिले चाहिँ रोक्छु भिडियो अहिले फेरि बनाउँदै गरौँ ल त्यही चाहिँ ल्याउरै भन्छ यहाँ म चाहिँ टिप्छु ल टिप्ने कार्यक्रम सुरु भइरहेछ एकदम छ यहाँ लिउरे भन्ने चाहिँ यस्तो हुन्छ अरे आमा ठुली आमा अनि ऊ चाहिँ तल बहिनी थिए टिप्ने क्रममा जुका नानी हुन्छ खुट्टामा आइसक्यो होला सायद लाग्छ मलाई जुका आयो कि दुईटा हार्छ पनि आमा दुईटा हाई खुट्टा आसन छ चप्पल पनि च्याठिसकेको छ लिउरे चप्पल पनि च्याठ्यो जुका पनि भेट्यो खाने त आमा पकाएर ल र के मार्दैन नि ओके एकदम कति राम्रो हो यो यस्तै जुक्का भन्छ चुस्न लाग्यो क्या मेरो हातमा कस्तो लाग्छ नभए होला कि दुईजना बस्छौँ दुईटा जुका लिउरे टिप्न जाने क्रममा यस्तो भाग गयो मैले फालिसकेँ यहाँ बसेको छ एउटा हामी अब फेरि पनि आइसक्यो यहाँ अर्को फट्याक फट्याक गर्दै थुइ हो उल्टा मारिछु म त फेरि कति छ मेरोमा आइयो आमा खुट्टा वरिपरि फेरि आमा डराएर पहिला कम चिच्चा नि चिरा गरेर जुगारेर होइन के ममता नानी
आएन तेरो उतामा टिप्ने कार्यक्रम हुँदैछ यता एकदम धेरै पाइएको हुनाले यहाँ हामी चाहिँ गुमा झिङ्गा जसरी भन्किरहेका छौँ अर्ग्यानिक भिटामिन पैसा हाल्नु पर्दैन गिट्टीले लगेर बेचेपछि लिबाङमा 1 किलोलाई एकछिन है म जुगा देखान्छु र यी जुगा आयो फेरि लिबाङमा बेच्न लगेको हाम्रो यो लिउरा 100 रुपियाँ किलो पर्छ ओके ल बलियो लगभग भइसक्यो होला लगभग 1 किलो लगभग 4 किलो आएर भइसकेको छ 1 किलो रे के हजुरले अनुमान गर्न सक्नुहुन्छ ठुलो प्लास्टिक हो म बोक्दिनँ आमा मै हामी अब तल खोला झर्ने तर्फमा छ ठुली आमा खैरो ए पारी त सक्नुपर्छ मैले यता हेरिरहेको थिएँ ओके हामी खोला तर्न लागेका छौँ यहाँ लुट्न सकिन्छ त्यसैले यहीँबाट हामी जम हान्न खोज्दैछौँ तर म चाहिँ सकेको छैन यो देख्दा म खोला तरेरै निक्लिन्छु माथि यहाँ चाहिँ खोला माछा मार्ने कार्यक्रम भएको रहेछ बाटो एकदम अप्ठ्यारो हामी चाहिँ लगभग 1.5 घन्टा 2 घन्टा जति लाएर हामी चाहिँ यता फाल्जा खोला भन्ने ठाउँमा आएको छौँ तल अझै माथि जान्छौँ हामी लगभग 2 घन्टा जति लाग्छ होला हामी जान्छौँ लगभग माथि हामी खोला चाहिँ डेन्जर छ पछि पहिरो एकरे भोलायो भने चाहिँ मान्छे सान्छे मार्छ होला सन्देश यी चिनाल चिल्छ त्यो पनि के गर्नुहुन्न आमाहरूले चाहिँ आफ्नो बच्चा बेलाको कुरा गर्दै हिँड्नु भइरहेछन् भन्नु भइरहेको छ हामी यहाँ हुर्किया थियौँ त्यो गरेका थियौँ हामी गोला उठ्यौँ खेल्थ्यौँ रमाउँथ्यौँ होइन अनि थोरै मैले बोल्नु पर्दैन आमाहरूले बोल्नुहुन्छ आइसक्यो हामी हेर्न सक्नुहुन्छ बारी एकदम ठुलो छहरा खसिरहेको छ हामी चाहिँ यता ठुलो बारी देखिसकेका छौँ त्योमा चाहिँ ल्याउरे छ भन्ने हामीले पक्का विश्वास लाग्दैछ म खन्न चिलाएर यार पसिना आएर रोपेको होइन बारी खोला एकदम ठुलो खोला छ बगाउन सक्छ त्यसरी हामी खोला तर्छौँ यो चाहिँ फुचाल्न खोज्दैछ यो चाहिँ भविष्यको म्यान भर्सेस वाइल्डवाली हो छैन छैन र ल हामी चाहिँ कटिका भेटिसकेका छौँ केही छैन सबै सिस्नाको घार बिमारी छ हामी टिप्ने सुरु गर्नु लाग्नु भएको छ यी एटा ठुल्यामा यी के भएन त के हुन्छ र मुनि पनि भेटिसक्यो एउटा यहाँ माथि भएको छ मसिना रहेछ मसिना के यार म बोल्नु सकिरहेन र यार क्लास लिनुपर्छ कि भ्लग बनाउनु अनि लिउरे भन्छ लिउरे चाहिँ भिडियो रोक्छ यार म बोल्नु छुइनँ हामी चाहिँ उकालो चढी यस्तो दुःख गरी यहाँ आइपुगेको छौँ एकदम ठगाइ लागिसकेको छ माथि आमा आन्टीहरू ठुली मामाहरू हिँड्नु छ हामी चाहिँ एकदम टाढा कति बज्यो सायद तलै हुँदाखेरि 9 बजेको थियो 9 बजेर 9 मिनट गएको थियो अघि नै देखाइरहेको अहिले चाहिँ 11 बजेर 5 मिनट गइसकेको छ 2 घन्टा लागिसक्यो अझै तर हामी खास गरी लिउरे टिप्ने भन्ने ठाउँमा चाहिँ कोही पुगेको छैन यो त्यत्तिकै बाटोमा हिँडिरहेछौँ हामी माथि टिप्नु गइरहेछ म माथि जान्छु म पनि हेर्छु कतिको छ बहिनी तल आएर छिटो हिँड्न सक्यो नि थाकेर थकाइ लागेर चाहिँ हिँड्न गाह्रो छ
अब डलडल पनि हुन्छ म्यान भर्सेस वाइल्डवालाको सेट हो रहेछ साँच्चै वाट के जाने क्या नि मेरो आङमा के लतर रोके गनेरेखा वाट यार बाटो छैन कहाँ जाने हामी म्यान भर्सेस वाइल्डको अब त्यो गर्न सकिन्न दिक्कको बाटो जान्छु है कस्तो हुन्छ ओ शिट ओ ओ ओ ओ म टोर्छ कि आउँछ होइन भिडियो बनाउने नि हामी चाहिँ बोट चाहिँ इटिका छ होइन इटिका छ बोट छैन फेरि एउटा भने के केही फोला छैन घाममा चरङ चरङ पसिना आइसक्यो अहिले बल्ल शीतल गरेको छ नत्र घाम त आमामामा के खतरा छैन कि खोइ केही छैन खोइ डुल्ने मात्रै हो कि खोइ छनै छैन अब घाम लाग्ला फेरि लास्ट एलर्जी हुन्छ नि मलाई घामबाट के यति म कति सहन सक्दिनँ नि कता जाने त यार अब छैन नि एकछिन माथि जान्छ त्यसपछि मुनि जानु पर्ला यार तल जानु पर्ला तलतिर जान बाँकी छ अब घर पनि फर्किनु पर्छ होला सायद एकछिनमा आनन्द आउँथ्यो होइन बोल्नै सक्दिनँ क्या ल हामी चाहिँ यात्रा यहीँसम्म थियो हामी फर्किन लागिसक्यौँ दौडे टिप्नेको आमाहरू बहिनीहरू सबै त्यहाँ पुग्नु भइसक्यो म पनि अब जान्छु मैले यति बनाएको छु पछिल्लो लटमा पछि के भयो कुरो मैले एक्लै छाडिसकेको छु मैले अब डरको महसुस हुन लागिसकेको छ डलडल छ पुरै जहाँ पनि डलडल छ जहाँ पनि उछट्टिन सकिन्छ डर छ है एकदम बाटो डेन्जर छ भनौँ ओहो डुबर गएछ कि यहाँ अलिअलि बाँकी छ होइन छोडेर गएर चाहिँ अलिअलि उसले चाहिँ हामी टिप्छौँ किन छाड्ने र होइन यस्तो टिप्नुपर्छ देख्नु भिडियोलाई अनलाइन अर्डर गर्न सकिन्छ फेरि म त्यस्तो मान्छे भने फ्रीमा चाहनु झन् तर सब्सक्राइब गर्नुपर्छ कि मलाई सब्सक्राइब हानिनुपर्छ अनि डराएँ म यहाँ पानी किनकि पानी बग्दो रहेछ सो गऱ्यो म के आयो भने हेरेको त पानी ल म फेरि उता गएर भिडियो बनाउनु लाग्यो अहिले बनाउनु मन लागेन के गर्नु लाग्यो हिची छ खै यो उसको आङमा चाहिँ कुरो खै उता खरिल उता कुरो लागेको जस्तो समस्या हुन्छ जाने के देखाने क्या मलाई भोक लाग्यो म एकरी त्रिखला जे गर्ला रिस उठ्छ नि फेरि भोक लाग्यो त्रिखला आउनु हामी चाहिँ तल एकदम तल आइसकेका छौँ होइन ममता नानी कहाँ आइसकेको छौँ एकदम तल है यो आमारे अनिरी ल्या अन्त पहिला गएको छ फोटो खतरा डेन्जर भयो जाने न
ओ हेर आमा यस्तोमा ओ आमा त्यो डेन्जर छ बड्डा मासस डेन्जर छ यार मुटु सिउ गर्छ नि अडेरी भन्ने ठाउँ छ अब पानी आउला जस्तो गरिरहेछ सर्को गराउने अनि बाँडा लाग्ला जस्तो गरिरहेछ अनि टिपर नजाम भन्ने त्यहाँ एकदम डरा मर्नु छ कि लास्टै थाकिने हुन्छ होला हामी चाहिँ ल्याउरे टिपेर फर्किसकेका छौँ अघि नै चाहिँ हामी दुईजना के हाम्रो गाउँका मान्छेहरू दुईजना भर्खर जानु गइरहेको थिएँ अनि हामी ओइ किन भिडियो भएन भन्दा किन भिडियो उनीहरू हो यस्तो लोटिरहेको लाग्यो माछा हा खोइ अबै अब के हे कति छन् क्या भित्र हाम्रो चाहिँ यो गाडा माछा भेटिएको छ भेटिएको छ बारी कुनामा टन्न छ ऊ हिँड ऊ ओ सेट ओ माई गड आमा माछा कत्रोको हे सुल्लो माछा गयो बड्डा यस्तो खतरा पाइ यी के माछा छ क्या कस्तो यार यत्रोको माछा यत्रोको माछा यार यत्रोको माछा थोबाई ठामान्छिस् फेरि आमाले पारि पठाउँ त्यसो उहाँले चाहिँ ढिलो भइसकेको छ कत्रोको माछा थो पनि भयो हामी चाहिँ घर गइरहेछौँ हामी गिउरे टिपेर पुरै अब थाकिसक्यौँ भन्दा पनि छाक पुऱ्याइसकेर चाहिँ हामी अब जाम भन्ने है हामी घर जान जाँदा चाहिँ ओखरको बोट भेटेको थियो हामीले होइन यी बिरुवा भेटेको यो चाहिँ लग्ने भनेर गरान लाग्यो निक्ल्यो भने नलग्ने जाग्छौ भनेर रोक्नु पर्ला निक्ले म चाहिँ अलिकति यसले हानि नपुऱ्याएर चाहिँ ओखलिम कि ओ सेट निक्ल्यो यो चाहिँ हाम्रो ओखर घर रोक्ने हो दुःख पाइरहेको थियो कि यहाँ पछि भोला भने उडाएर लगिदिन्छ होइन चल बाटो हेर्दाखेरि चाहिँ यस्तो बोट बिरुवाहरू हेरेर हिँड्नुपर्ने रहेछ क्या भेटियो भने टक्क आनन्द होइन कति राम्रो के अब बिरुवा चिनिन्न बड्डा टो पनि हो कि बाँच्यो भने बाँच्यो के गर्छ है अचेल के होइन र मोलजल हाले जस्तो होला जस्तो लाग्छ मलाई खोलामा दुःख पार्ला भन्ने नि त तर भयो फेरि बाजेको फिर्तो नगरौँ होइन बाजे चाहिँ मेरो बाजे हो मेरो बाजे अहिले 82 वर्ष पुग्नु हो घर टक्क रोप्नु पर्ला किन पानी हुने ठाउँमा हुन्छ यो त्यो ठाउँमा चाहिँ ल रोप्यो भन्छ कसले के फाले यार म लग्छ चौचुको प्लास्टिक हासीमा पानी हालेर अनि ए नानी यो उजाल न ए पानी हालेर तोड्नुपर्छ अलि उजाल ल म चाहिँ अब के देखाने कि केही छैन अड्डा चिक्ने छ्या सरी है केही छैन अनि के देखाउने के न केही होइन हुन त दाँटे ओखर होइन त्यतिको ओखर हो अनि पछि खोल्यो चाहिँ त्यो चाहिँ खाने पनि छोड्नु छ खाने पनि छोड्ने किन उछतिर खाने पनि छोड्नु सक्नुलाई हाम्रो गाउँमा ओखर सोखर अनि लगेर पनि काम त छैन कि छन् त लास्ट यार म जे छ ती लगाउँछु अनि चाहिँ यो फाल्जा खोला भन्ने ठाउँमा आएको छौँ के छ टुरिस्ट म चाहिँ अब जान्छ के भिडियो बनाउने बोल्ने केही छैन बरु सब्सक्राइब चाहिँ गर्नु नबिर्सिकोबाट नबिर्सिनुलाई
प्लिज सब्सक्राइब गरिदिजिएगा सब्सक्राइब गरिदिनु होला प्लिज प्लिज तपाईँहरूलाई तपाईँ भन्छु म तिमीहरूलाई तिमी भन्दैन तपाईँ नै भन्छु तहरूलाई त पनि भन्दिनँ तपाईँ नै भन्छु तर पाइ हटाएर ल ल है पछि बोलाउँला फेरि मैले त्यही गरेँ हामी यो चाहिँ सब पानी अम्ला रहेछ होइन मैले बिर्सिसकेको थिएँ कि अनि हाम्रो चाहिँ कठरीको भनेर खान्थ्यो कठरीको हुन्छ यो चाहिँ हाम्रो यसको आफ्नो चाहिँ यस्तो खोलेको हुन्छ यस्तो जति खाने के गरेन पखाले खामला तल्ल र रोग हरान्छ अरे यो ग्यास्ट्रिक यो चाहिँ जडीबुटी हो अरे तर खाना जान्नुपर्छ के को औषधि यहाँ म टिप्दिनँ मेरो त हातमा यस्तो छ पथरीको अन्त पथरीको होइन होला क्या ग्यास्ट्रिक के को म्यारीले खानु न हो यो चाहिँ हाम्रो पानी अम्ला हुन्छ एकदम धेरै छ कति छ कति केही पुरै बारिने छ तल पखालेर खामला चा खामला होइन हामी चाहिँ खोइ एकछिन दिदाहरूले आफ्नो चाहिँ बिगा यस्तो हुन्छ जो पानी अमला भन्छ भुइँ अमला भनिन्छ हेर्न सक्नुहुन्छ कतिवटा कतिका निक्लिसकेको छ यी ओहो खट्टै पनि हेर्छ नि यसको यो चाहिँ हाम्रो यो खोइ देखिन्न र ठुल्यामा खासै माथितिर सानो बोडी के अरे पानी जस्तो हुन्छ क्या नि जाम के म पछि हान्छु यस्तो मैले गरपान कान देखाएको छु क्या माथि छ क्या हामी त्यो दुरावनतिर न देखिन्छ खोइ कसरी खानुपर्छ ल सिकाइदिनु न देखिन्न के यो चाहिँ यस्तो गर्नुपर्छ होइन यसले पुस्नुपर्छ पानी छैन यहाँ अहिले पानी जता खोलामा भएस्तो भनेर पुस्नुपर्छ अनि यसलाई खानुपर्छ तर म भयो यस्तो अप्ठ्यारोमा मेरो ओखर जाने क्रममा हामीले ढुङ्गा पल्टिरहेको छ अलिअलि सानो म त डुबेर लास्ट डर लाग्ने के मा त्यो झ्याउ फेरि निकाल्न पर्ने रहेछ ओखरीसँग उम्रेखा ए उब्रिँदैछ यो फेरि त्यो हानी पुगेन होइन यसलाई भाँचिदिलिस् के मेरो ओखर त कस्तो गरेछ यार म खान्न खै कसरी खानुपर्छ सिकिन्थे यो त अङ्गुर भन्ने हो कि यसलाई जे भयो नि जडीबुटी भन्छ त्यो भएर हो के हो हामी चाहिँ ओखरको बोट देख्यौँ फेरि धेरै यो ओखर किन होला एकछिन हल्लु गरम कि हल्लु आमा आयो के घल्लु म आइसक्यो ओ भाँच्यो क्या नि हामी चाहिँ ओखरको बोट टन्न भइसक्यो खाम बेचिदिने हो कि ल र चालो रोपन त यता कोल रोप्छ यार जान्न रोप्ने कि यति काम त एउटा जाग्ला एकदम ओखरको हामीले खानी नै भेटिसकेको छ एकदम ओखरको खानी आऊ 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 ओखर लगाऊ आऊ आऊ एकदम धेरै ओखर ओहो
आऊ 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 ओखर लगाऊँ यो पनि हो नि यति अल्पोले मर्ने मात्र क्या पछि नि भोलि सबै टोरेल चला नि ओके कतिका ओखर हो ओहो खै यो त राम्रो छ यार आऊ 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 ओखर लगाऊ छ भने लगाऊ ल है होम डेलिभरी हुन्छ तिमीहरूलाई हजुर आफूहरूलाई घरदेखि होम डेलिभरी फ्री डेलिभरी प्रति बोट 500 हजुर 500 प्रति बोट 500 राख्या प्रति बोट 500 प्रति बोट 500 म भनिसकेँ प्रति बोट 500 खै आमा कति भयो हेरौँ खै आमा नगर गेट्स टु अर्गानिक दिस इज अर्गानिक ओखर लोकल ओखर खै ल पानी आइसकेको छ हामी चाहिँ पानीमा छौँ पुरै पानी परिसक्यो यहाँ बाख्रा गोला यहाँ छ एकदम पानी आइसकेको छ ठुलो पानी ठुलो भन्दा नि ठिक पानी तर एकदम ठुलोवाला पानी अब के भने जाम पानी आइसकेको छ पुरै